यहाँहरू सबैलाई र सबै संस्थाहरू यहाँ लिस्टेड नभएका काठमाडौँ भित्रका देशभरिका सबै सङ्घ संस्थाहरू, ह्युमन राइट डिफेन्डर्सहरू, राष्ट्रिय मानवाधिकार आयोग त्यत्तिकै सपोर्टिभ भयो। पहिला पनि थियो, यो पटक झन् प्रोएक्टिभ भएर सपोर्ट गर्यो। मानवाधिकार आयोगका सबै टिमलाई धन्यवाद दिन चाहन्छु, सहयोगी यो सङ्घ संस्थाका सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु। र मैले कसैलाई छुट्याएको छु भने पनि सबैलाई एकमुष्टमा धन्यवाद दिएर यो मुद्दामा सँगै सहकार्य गरौँ। चाहे त्यो संसदमा कुरा गरेमा कमला दिदी र उहाँको चाहिँ टिम लगायत तल ग्रासरुटमा काम गर्ने तपाईँ हामी जहाँ छौँ हामी सबै सहकार्य गर्न सकौँ भन्ने कामना गर्दै यो 16औं महाबेला औपचारिक रूपमा यहाँ सम्पन्न भएको समापन भएको जानकारी गराउँछु। धन्यवाद।